साथी हो मौसम यस्तो छ। अब देखिहाल्नु भयो यही अब बुङको सुप वार चिसोमा खाइन्छ। अब यो गाउँ बस्तीमा यस्तै हो, किनभने जाडोको मौसममा दिन पनि आज बहुत ज्यादा चिसो छ। के गर्ने अब आज अचानक मौसम एकदम ज्यादा बिग्रियो। यहाँ हेर्नुहोस् यस्तो धुम्मा छ, आम्मामा यस्तो चिसो छ आज मौसम, केही नदेख्ने भएको छ। एकदम पुरा लाग्दो भइरहेछ आज। यहाँ कटेरोमा आएर सुपलाई उमालिरहेको हुन त आज हुँदैन यो अब मजाले, किनभने अब आमाहरू पनि छ, किनभने यो अलिकति मासु पाक्दैन। यसलाई चाहिँ आज हल्का एक दुई ताल चाहिँ म अलिक तकरिबन पकाएर यसको फर्स्टको सुप चाहिँ अलिकति तपाईँहरूले पनि साथी हो घरमा बुढाबुढी छ भने, बोजूबाजे छ भने यसको यस्तो बुमहरू लिएर आउनुहुन्छ भने त्यसको फर्स्टको सुपहरू नदिनु, किनभने एकदमै हार्ड हुन्छ, जो कि पचाउनु उनीहरूको पाचन शक्तिले अलिक साथ दिँदैन। त्यो भएर चाहिँ अलिकति यसको माथिको जो उस सुपलाई चाहिँ कटिङ गरेर होइन, या त आफ्नो घरमा कुकुर बिरालो छ भने त्यसलाई मोलेर भातसात दिएर फेरि नेक्स्टको चाहिँ सुप खाए राम्रो, एकदमै राम्रो हुन्छ। र यो यस्तो सुपहरू खाँदाखेरि चाहिँ त्यो कसैले मार मसला हालेर खान्छ त्यस्तो नगर्नुहोस् होइन। यो चाहिँ सुप चाहिँ वार एउटा सेरेमकमा पिउँदाखेरि पनि एकदम जाडो पनि हट्टिन्छ। र अब तपाईँहरू गाउँ बस्तीमा हुनुहुन्छ भने, तागतको काम गर्नुहुन्छ भने पनि तागत राम्रो आउँछ है। ल है साथी हो, तपाईँहरूलाई सानो ब्लग है आजको।